नमस्ते, मेरो नाम विकास साई, घर खाँचाको नगरपालिका वडा नम्बर 6। यत्रो यहाँ हजारौँ बिरुवाहरू तपाईँको नर्सरीमा चाहिँ अहिले रहेका छन्। ओखरको बिरुवाहरू, देवदार लगायतका थुप्रै बिरुवाहरू यहाँ रहेका छन्। यो नर्सरी गर्नको लागि तपाईँलाई कसरी प्रेरणा मिल्यो र यसमा कसको सपोर्टले तपाईँले यो अवस्थासम्म आउनुभयो? हामीले नर्सरी सुरु गरेको त 2075 सालदेखि हो, तर हामीले विगतका वर्षहरूमा बिरुवाहरू बिक्री नै नभएर हामीले थन्काउनु पर्ने अवस्था थियो। कतिपय बिरुवाहरू त जलाएर पनि नष्ट गऱ्यौँ र इको हिमाल आइसकेपछि हाम्रो बिरुवाहरू सबै बिरुवाहरू इको हिमालले नै उठाएर किसानहरूलाई वितरण गरेपछि हाम्रो नर्सरीमा चाहिँ हामीले आशा पलाएको हो। हामीले थप बिरुवा चाहिँ उत्पादन गर्ने जोस आएको हो हामीलाई। अनि त्योभन्दा पहिला हाम्रा बिरुवाहरू ओखर लगायत अन्य बिरुवाहरू पनि हाम्रो बिक्री नभएर नर्सरीमै झाँगिने अवस्था भएको थियो। इको हिमाल आइसकेपछि अनि प्रत्येक बिरुवाहरू हाम्रो उठाएर नर्सरी नै खाली भएर अनि अहिले त्यसपछि हामी नर्सरीतिर चाहिँ आशावादी भएर हामी नर्सरीतिर लागिरहेछौँ। अहिले के को बिरुवा छ? कतिवटा बिरुवा छ यहाँको नर्सरीमा? अहिले हामीसँग दाँते ओखरको कलमी बिरुवा 7-8 हजार जति छ, देवदारको बिरुवा 15 हजार जति छ, अरू थुप्रै टिमुरको बिरुवा भयो, कागतीको बिरुवा भयो, थुप्रै बिरुवाहरू छ। अब यो यत्रो बिरुवाहरू तपाईँले चाहिँ उमार्नु भएको छ, लगाउनु भएको छ। अब यो बिरुवा इको हिमाल नेपाल नभइदिएको भए तपाईँलाई नर्सरीमा कस्तो समस्या हुन्थ्यो होला? इको हिमाल नआएको भइदियो भए सायद अहिलेसम्म यो नर्सरी चाहिँ विस्थापित भइसक्थ्यो। हामीले गर्थेनौँ, एकचोटि हामी नगर्ने भन्ने मोडमा गइसकेका थियौँ। बिक्री नै नभएर हामीले खपत गर्नै नसकेर उत्पादन मात्रै धेरै भयो, खपतै भएन। अनि हामीले नर्सरीलाई चाहिँ खस्किँदो अवस्थामा छोडिसकेका थियौँ र इको हिमाल आइसकेपछि हामीले पुनः फेरि सुरुवात गरेर हामीले अगाडि बढाएका छौँ। अब यो सँगसँगै इको हिमाल नेपालले तपाईँलाई अन्य के कुराहरूमा सहयोग सपोर्ट गरेको छ? अन्य कुराहरू भन्नुपर्दाखेरि यहाँ हाम्रो नर्सरी फिल्डहरूमा टन्न फिल्ड चाहिँ छ। हामीलाई ट्रेनिङ हलको आवश्यकता थियो, तालिम हलको। त्यसमा चाहिँ त्यो तालिम हलमा चाहिँ इको हिमालले ठुलो सहयोग गरेको छ। सहलगानीमा साझेदारी गरेर झन्डै 50 जना क्षमता भएको ट्रेनिङ हल चाहिँ बनाउनमा सहयोग गर्नुभएको छ। अब त्यो तालिम हल बनिसकेपछि अब तपाईँले कसरी अगाडि बढाउनुहुन्छ? कसरी चाहिँ त्यो तालिम हललाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुहुन्छ? त्यहाँ के गर्ने लक्ष्य उद्देश्य रहेको छ तपाईँको? अब हाम्रो यहाँ स्थानीय किसानहरूलाई बोलाएर अथवा इको हिमाल मार्फत हुन्छ कि अथवा उनीहरूको स्वयं इच्छाअनुसार ज्ञान लिन चाहनेहरूलाई बोलाएर हामीले ज्ञान सिप चाहिँ प्र्याक्टिकल रूपमा प्रदान गरेर किसानहरूको खेतबारीमै गएर उनीहरूलाई ज्ञान सिप वितरण गरेर उनीहरूको आय आर्जनमा जीवन स्तरमा सहयोग पुर्याउने चाहिँ हाम्रो इच्छा हो। कृषि व्यवसाय भनेको यस्तो व्यवसाय हो कि थोरै लगानी र धेरै मिहिनेत, थोरै लगानी गरेर धेरै मिहिनेत गरेर हामीले मुनाफा लिन सक्छौँ। अन्य व्यवसाय जस्तो धेरै ठुलो मात्रामा क्यास पैसा, नगद पैसा लगानी गर्नु पर्दैन। कृषि व्यवसायमा सुरुवाती चरणदेखि लिएर हामीले झन्डै 5-6 वर्षसम्म हामी लगानी आफ्नो मेहनतको रूपमा लगानी गर्नुपर्छ। जस्तो कि थाई जागिर खानेहरूले जागिर सकिसकेपछि पेन्सन पाउँछन्, तर यो फलफुल भनेको किसानहरूको पेन्सन करब हो। पछि बुढेसकालमा सुरुवाती चरणमा बिरुवा लगाइसकेपछि झन्डै 30-40 वर्षसम्म पछाडिसम्म पनि उसले आम्दानी दिने भएकाले यसलाई पेन्सन करकको रूपमा पनि लिन सकिन्छ। र यो फलफुल खेती गर्दा किसानलाई प्रत्यक्ष फाइदा नै हुन्छ। दोस्रो कुरा यहाँ भनौँ न वातावरणलाई पनि धेरै सहयोग हुन्छ। वातावरण हरियाली भयो भने, स्वच्छ वातावरण भयो भने मानिसको सोच पनि स्वच्छ हुने भएकाले अनि मानिसको सोच स्वच्छ भयो भने देश नै स्वच्छ र समृद्ध बन्छ भन्ने मेरो सोच हो।